तल सागबाट देखाएर हाम्रो चाहिँ साङ्छु बारी है यहाँदेखि यहाँ यो चाहिँ हामीले टिपेको बिहान बुइनी यो साग चाहिँ यसरी टिप्नुपर्छ त्यसरी टक्क टक्क मिलाउनुपर्छ अलिक मिलेन भने त बरमबार हुन्छ नि साग यसरी टिप्नुपर्छ साङ्छु भन्ने चाहिँ बङ्गालको मासुमा मजाले खान पाइन्छ नि त मिल्छ म चाहिँ अलिक ढिलो ढिलो टिप्छु ढिलो भन्यो भने सँगसँगै जस्तो भएर हुन्छ यसरी मिलाएर राख्नुपर्छ यसरी बाक्साहरू राखेको हुन्छ है यहाँ देखाऊ यहाँ यस्तो गरेर मिलाएर यसो गरेर खै बाक्सामा कसरी राख्छ हेरौँ यसो गर्ने यस्तो गरेर हाल्ने यसरी लाइन लाइन हुन्छ 5वटा लाइन हुन्छ है 4वटा टक्क टक्क यता त 2टा भर्नुपर्छ साँचो भारी चाहिँ यही हो हाम्रो ल आज हाम्रो दिदी के गर्नुहुँदैछ त ल भन्नुहोस् यहाँ हेर न साग टिप्दैछु म यस्तो गरेर यो डन्ठी यस्तरी मिलाउनु पर्छ है यस्तो गरेर मिलाउनु पर्छ नि सुरुमा त नजानेर हैरान भएको थियो अहिले त जानिन्छ ग्लोभ पनि अर्कै अर्कै चाहिन्छ जस्तो लाग्छ समोनीमा चाहिँ साग समोनीमा चाहिँ यो रबरको मात्रै अर्को टिप्पीमा चाहिँ यस्तो यो बाग्लो पन्जा लाएन भने चाहिँ सकिँदैन त्यस्तो पो गर्नुपर्छ यसरी टिप्नुपर्छ छिटो तपाईँ के भन्न चाहनुहुन्छ त के गर्नु पैसा कमाउन सजिलो छैन गाह्रो छ कोरियामा मिलाएर लामो पारेर टिप्नुपर्छ कम्मरमा डोरी बाँध्नुपर्छ अनि यसरी धेरै पारेर धेरै भयो भने चाहिँ सकिँदैन यसरी घुँडामा राखेर नि मिलाउन सकिन्छ चाहिँ सुँगुरको मासुमा च्वाट्ट पारेर खानु होइन यस्तो गरेर यस्तो गरेर नि सिमल सिमल बनाएर चाहिँ यहाँ हाल्नुपर्छ 4वटा लाइन्छ अनि यसरी यस्तरी मिलाएर राख्नुपर्छ 4वटा लाइन जोड्ने कुरो यहाँ छ जोड्ने कुरा यहाँ छ 5.5 हुनुपर्छ अनि यसरी 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 ढिलेर लाने अनि यो यसरी फेरि टिप्नु यस्तो गर्ने हात छिटो चलाउनु पर्छ अनि यो सुक्खा हुन्छ अनि यहाँ पानी हुन्छ पानी चोप्ने अनि फेरि टिप्नु मराको ताली यसरी टिप्नुपर्छ घरिघरि ढाड दुख्छ कम्मर दुख्छ यसरी राम्रो पारेर यसको पनि कला हुन्छ दुईतिर हुन्छ दुईतिर टिप्नुपर्छ नराम्रो जति फालिदिने यसरी यति राम्रो साग टिपेर फाल्नुपर्ने भयो हो यो घारीमा चोर जस्तो के गर्दैछ के गरेको सागबारीमा साग अनि खतरा खात उकालाई त घरि यसो गर्छु है घरि ढाड दुख्छ है यस्तो घुँडा टेक्नुपर्छ यस्तो निकाल्नु पर्छ यस्तो जरा उखाल्नु पर्यो है आज ल किन फाल्यो अरे यो साग सबै छिप्यो अनि यो कलर राम्रो भएन अरे बिकेन अरे यो बुढोको अनि अर्को हप्ता चाहिँ यसमा मेरुन रोप्ने अरे क्या फेरि अनि सबै फाल्ने अरे यस्तो गर्नु के गर्नु है हेर्दा यस्तो देखिन्छ यस्तरी बसेर गर्छु म त ल उता देखाएको त खोल्चामा कति फालेको छ भनेको सबै हटाएको हो होइन यत्रो त्यत्रो भएको छ आनु बुढोमा सुख सुविधा छ भन्छ अब यसरी काम गर्छु यस्तो गर्ने कोरिया बारीमा साग खाँदै यो चाहिँ अब घरतिर भयो भने दुनु बस्दो दिन पाएको कति दुध आउँथ्यो होला बाबै गाउँघरमा बस्नेलाई चाहिँ नि घरि त्यो पात देख्यो भने त्यो के अरे
पत्तर देखाउने के गर्नुपर्छ अरे सोतर हुन्छ अनि साग देखाउने खोले हुन्छ हो गाह्रो लड्ला है मान्छे लड्ला बिहानभरि प्याज रोपेर कुट्टेले हात दुखिरहेको ल है 9 घन्टासम्म यस्तो काम गर्दा के एक दुई शब्द जाओस् न त हजुरको के गर्नु पैसा कमाउनु गाह्रो छ कोरियामा भनेको छ यस्तो यो घरमा नगरेर काम गर्नुपर्छ आया हात दुखेर मर्नै छु तिमीलाई के यहाँ अफिसमा पुरै कुर्सीमा बसेर काम गर्छु भनेर सोचेको थिएँ क्या यस्तो गरेर उपरपट्टि लाएर खानु मन थियो के गर्नु त्यो घुँडा टेकेर खानु पऱ्यो लिएर साग बिक्री नभएर सबै साग फाल्यो आज साग फाल्ने कार्यक्रम छ है आज साग फाल्ने कार्यक्रम छ अस्ति टिपिरहेको थियो यो सबै फाल्ने यस्तो फाल्ने सबै फाल्दैछ खोल्छमा राम्रो चाहिँ लैजा भनेको छ लानुपर्छ लिएर सबै यसरी फाल्नुपर्छ कस्तो लागिरहेछ सलोमी कस्तो लागिरहेछ त्यही त नि यस्तो छ यो चाहिँ गर्मी भएर कलर राम्रो नभएको भएर फालेको यो सबै रातो कलर हुनु पनि सबै हरियो भयो भाँचेको बल पनि काम लाग्यो आज त फकाउँछ नि फकाएन बुवाहरूले यस्तो गरेर फाल्नुपर्छ बिक्री भयो भने किसानलाई जहाँ गए नि मार्छ जहाँ गए नि यो सबै फाल्नुपर्छ